तो गाइज हम बाहर निकल चुका हूँ है गाइज है म चाहिँ बाहिर निस्किसकेको छु हाम्रो नाइट भ्यू कटारी हेर्नु होला है कटारीको रोड म्याप देखाउन हेर्छु आज चाहिँ भाइ अनि के छ हामी अलवेज चिल हो नि तिमीलाई के थाहा पब्लिकको गाडी चाहिँ नबोल्ने पब्लिकको गाडी फर्काइदिन्छु हामी फेरि आइसकेको छौँ अर्को मन्दिरमा कटारीको तेस्रो मन्दिर या चाहिन्छ थर्ड मन्दिर है मेन मतलब केटा मान्छे गाइस यहाँ ढोक्ने हो होइन सब्सक्राइबर बढिहाल्छ कि भन्ने मिल्दैन किन ए त अरूको आफ्नै घरको पर्सनल मन्दिर रहेछ नि त होइन कि कसो घर त हो नि गाइस यो चाहिँ कुन मन्दिर हो थाहा भएन त्यही पनि अरे बाप यो त सर्प जस्तो छ त रियल सर्प जस्तो देखिरहेको छ है ठिक छ यो चाहिँ हाम्रो कटारीको तेस्रो मन्दिर ल गाइस होइन हामी कटारीको मेन चोक गोला पार्कमा छौँ है हामी कटारीको मेन चोक गोला पार्कमा छौँ होइन गाइस यो चाहिँ बिन्दास यताबाट हस्पिटल जान्छ गाइस चाहिँ भनेको भगवती मन्दिर है कटारीको एकदमै कटारीमा धेरै मन्दिरमध्ये एक यो पनि है मन्दिरै हो भगवती मन्दिर एकदम भगवानहरूको दर्शन गरेर जाम्ला है भगवान यहाँ छिट्टो मेरो चाहिँ 1K सब्सक्राइबर पुऱ्याइदिनु है गाइस सिधै गएपछि अब आउँछ होइन कटारीको हस्पिटल है कटारीमा केही भइहाल्यो भने हस्पिटल आउने बाटो चाहिँ यता छ सिधै आउने सिधै आइसकेपछि है यो चाहिँ कटारी अस्पताल है गाइस सिधै चाहिँ इमर्जेन्सी छ गाइस जो चाहिँ हाम्रो कटारीको इलाका प्रशासन भयो है गाइस है गोला पार्कदेखि सिधै मास्तिर निस्केपछि यहाँ चाहिँ चिकन पार्क के भन्छ यहाँ अरूले बोलिरहेको सुनेको थिएँ सायद चिकन पार्क भन्छ होला यहाँ बस्ने ठाउँ पनि मस्त है बस्ने ठाउँहरू टक्की छ है यहाँ गाइस यहाँबाट सिधै माथि गएपछि एउटा कपालहरू बस्ने एउटा ठाउँ छ क्या मस्त हुन्छ राति भनेको गाइस होइन चिदोरा पाहाडदेखि सिधै माथि निस्किएपछि यस्तो छ ल भ्यू स्कुलको ब्रेक टाइम भइरहेको रहेछ है यहाँ चाहिँ एउटा बोर्डिङ स्कुल प्रभात बोर्डिङ स्कुल रहेछ है गाइस है गाइस यहाँको भ्यू चाहिँ एकदम खतरा छ है जङ्गलको लागि भ्यूहरू हेर्नुहुन्छ भने यता आउँदा भयो गाइस प्रभास बोर्डिङ स्कुलदेखि मुनि झरेपछि यहाँको साइडमा सिधै झर्ने होइन सिधै झरेर लेफ्ट साइडतिर हेर्दाखेरि इलाका प्रहरी कार्यालय छ है यहाँ कटारीमा इलाका प्रहरी कार्यालय खोज्नुहुन्छ भने यता छ ल सिधै जाने गाइस
अहिले चाहिँ अहिले चाहिँ म इलाका प्रहरी कार्यालय गइरहेको छु है। यताको भ्यू एकदमै राम्रो छ कि फेरि गाइज मलाई एकदमै मनपर्ने पर्सनल्ली मनपर्ने भनेको यहाँको घरै गाइज। फेरि यो 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 घर हेर्नुहुँदैछ, यो घर मलाई एकदम मनपर्छ कि एकदम क्या चिटिक्कको लाग्छ क्या। हेर्नु त क्या भ्यू छ होइन, टक्क सिडी छ। अब जाम भने अरूको घर हो गाइज है, कुनै लाइफमा बनाउनु पर्छ होला यस्तै घर होइन। इन्भाइरोमेन्ट पनि सरर हावा आइरहेको क्या मजा छ नि। यहाँ 3 नम्बर वडा कार्यालय है गाइज चाहिँ, यहाँ 3 नम्बर वडा कार्यालय छ हाम्रो कटारीको है, इलाका प्रहरी। यहाँ सगरमाथा हस्पिटल चाहिँ गाइज। गाइज इलाका प्रहरी कार्यालय पुग्न लाग्यो। यहाँको भ्यू पनि एकदम खतरा छ नि। हाम्रो कटारीको इलाका प्रहरी कार्यालय चाहिँ है गाइस। भित्र चाहिँ नजाम होला है। गाइस सगरमाथा हस्पिटलदेखि टक्क मुनितिर जाँदाखेरि है, मुनि जाने अनि राइट साइड गयो भने फेरि गोला पार्कमै पुगिन्छ है गाइस। गाइस आजलाई चाहिँ यति नै है, म रुम आइसकेको छु। आजको कटारी बजार रोड म्याप चाहिँ यहीँ चाहिँ मात्रै है गाइस।